तामाङ थर कसरी बिग्रियो? हुनुपर्ने ग्लान अहिले घलान, हुनुपर्ने बोमजन भोमजन, कोही चाहिँ बमजन, हुनुपर्ने मोक्तान थियो मुक्तान, हुनुपर्ने दोङलाई दोङ, हुनुपर्ने गोले शुद्ध थर त गोले हो नि। गोलेलाई घोले बनायो, घोलेबाट घले बनाएछ, घलेबाट गुले बनाएछ। हुनुपर्ने तामाङको थर त भोलो भ्लोन हो नि, भ्लोनलाई भोलन बनाइदिएछ। लेख्ने ठाउँमा हाम्रो मान्छे छैन, अब लेख्ने मान्छे अर्कै छ। त्यही बेला हाम्रो पुर्खाले पढ्न पाएन, छोराछोरी जन्म दर्ता गर्न जानुपर्छ भन्ने कारणले जन्म दर्ता गर्न गयो नि। बाउले के भन्यो? लीला कुमार घाम भनेर बाउले त भन्यो नि, लीलाजीको बुवाले। लेख्ने मान्छे त घाम दिएन, उसले घलान लेख्थ्यो। अब जन्म दर्ता घलान भएपछि पढ्न जाँदा घलान, सर्टिफिकेट घलान, नागरिकता नि घलान। अब पहिला मेमे घलान, कोला नाति घलान। यो अब हाम्रो पहिचान के हो भन्ने पनि हामी क्लियर गर्नुपर्छ। हाम्रो थर यो हो भनेको नभए त दुईटा थर हुन्छ, घलान र घलान। त्यसरी यो पनि हामीले क्लियर गर्नु जरुरी छ। भाषा बिग्रियो, तामाङलाई भाषा आउँदैन अहिले। भाषा किन बाध्य? बिर्सिन बाध्य भने राज्यले एउटा भाषा अड्डा अदालतमा चल्ने, स्कुलमा पठन पाठनमा चल्ने, अर्को भाषा बोल्यो भने त्यहाँ गाई खाने कुरा, मान्छे खाने कुरा भने प्रतिबन्ध लगाउने। अनि हाम्रो भाषा नचलेपछि बोलेर साध्य भयो? जानी नजानी अर्काको भाषा सिक्नु पर्ने भयो, हामीले अरूको भाषा बोल्नु पर्ने भयो। हिजो अहिले गि सोम्ली नाडु इस्ब्रे भन्ने थियो हाम्रो जति बेला रेन्डेम लेख्ने थियो। अनि आबा आमा मेमे मासे नानी भन्ने थियो। बिचमा त माता पिता मामा माइजू भन्ने सिकाइदियो, अहिले त अङ्कल आन्टी मम्मी ड्याडी यस्तो। हिजो हामी लनिरे दिनिरे नारे मिरे सुम्रे काम्रे भन्ने हाम्रो बारको नामहरू थियो। अब बिचमा आइतबार सोमबार मङ्गलबार भन्ने सिकाइदियो, अहिले त सन्डे मन्डे ट्युसडे। अब आफ्नो बारमा नाम मान्छे जन्मेको भएको बारको नाम राख्नु। अहिले त आइतबारको आइते, सोमबारको सोमे, मङ्गलबारको मङ्गले, बुधबारको बुद्धे, बिहिबारको बिरे, शुक्रबारको शुक्रे, शनिबारको संसार। अनि जन्माउने बाबा आमा तामाङ, नाम राख्न ल्याउने पण्डित नौरङ्गन ल्याउने बाहुन। अनि नाम के राख्छ उसले? लक्ष्मण, राधाकृष्ण, शिवकुमार, छोरीको नाम लक्ष्मी, पार्वती। तामाङको नाम त छैन। कति राम्रो छ हाम्रो गाउँपालिकाको नाम दोर्जे। कुनै बाहुन छेत्रीको नाम दोर्जे आउँछ? खोजिरहेको तामाङको नाम। अनि तामाङको नाम सीताराम परशुराम चाहिँ कसरी आएको? बाहुन छेत्रीको नाम चाहिँ दोर्जे हुँदैन भने हाम्रो नाम चाहिँ लक्ष्मण राम हुन्छ त? सीता हुन्छ त हाम्रो नाम? हुनुपर्ने हो नि, कसले राखे? अब बार थाहा छैन, अर्काको बारमा जन्मे अर्काकै नाम राख्यो। एक ठाउँमा एउटा बाले जन्माउनु भएको छ, 3टा बच्चा जन्म दर्ता गर्न गएको, कोइराला बाहुन चाहिँ सचिव रहेछ। छोराको नाम भन्न त भन्नु, छोराको नामै थाहा छैन, तपाईँले राखिदिनुहोस् हजुर भन्दैछ। अनि उसले नाम राखेछ आइते बाइते खाइते भने के राख्ने त? जन्म दर्ता गर्न आउने मान्छेले नामै भन्दैन त, तपाईँ राखिदिनु भएपछि त। अनि पश्चिममा गएको यस्तै कार्यक्रम सञ्चालन गर्ने मान्छेको नाम त माइकल तामाङ हो। कस्तो त माइकल तामाङ? किन माइकल भयो तपाईँको नाम? भने म त मन्डेमा जन्मेको रहेँ। अब तामाङको लोखाम अनुसार अघि लीलाजीले भन्नुभयो नि, सखाम मेखाम चुखाम हुन्छ। अहिले यो सबै 5वटा खामहरू छ। अनि प्रत्येक वर्ष लो फिर्छ, 12वटा लो हुन्छ। 12 वर्षमा पुनः अर्को लो फर्किन्छ, लो धोको भन्ने हुन्छ। अनि लोछारमा विवाद वैशाखी के अरे फागुन कि माघमा भन्छ। लोछार माघमा पनि होइन, फागुनमा होइन। विक्रम सम्वतको नयाँ वर्ष वैशाखको 1 गते हुन्छ। इस्वी सम्वतको न्यू इयर जनवरी 1 मा हुन्छ। तामाङको न्यू इयर, तामाङको लोछार खेलाको 1 गते हुन्छ। आफ्नो महिना थाहा हुनु पर्यो नि। खेला भन्ने महिना जुन दिन हो 1 गते, त्यो दिन लोछार हुन्छ। नयाँ वर्ष त्यो दिन हुन्छ। इस्वी सम्वत र विक्रम सम्वतको पात्रो सूर्य पात्रो सौर्य क्यालेन्डर, तामाङको मन्सुरी पात्रो चन्द्र पात्रो लुनर क्यालेन्डर। सूर्य पात्र र चन्द्र पात्रको बीचमा चन्द्र पात्रले 356 दिनको 1 वर्ष हुन्छ भन्छ, सूर्य पात्रले 365 दिनको 1 वर्ष हुन्छ। विक्रम सम्वत र इस्वी सम्वतको पात्रको छोटो महिना 29 दिनको हुन्छ, लामो महिना 32 दिनको हुन्छ। हाम्रो पात्रो, हाम्रो तामाङ महिना छोटो 29 दिनको हुन्छ, लामो 30 दिनको हुन्छ। 30 र 29 को मात्रै हुन्छ। त्यसकारण विक्रम सम्वतको पात्रो हेरेर तामाङको लोछार कहिले माघमा फागुन भनेर बाज्ने काम तपाईँ हाम्रो यो चेतनाबाट हट्नुपर्छ। तपाईँ हामीले त्यो खोज्नु पर्यो नि त, हाम्रो त्यो चेतनाबाट। तामाङ गाउँमा स्कुल, विद्यार्थी जति तामाङको बच्चा, किताब नेपाली भाषाको पढाउने मास्टर मधेस। अनि जुत्ता भन्यो भने जुत भन्दो रहेछ, स्थानीय भन्यो भने अस्थानीय भन्नुहुन्छ। अब बुझ्छ त तामाङले। अनि क्वेसनमा चित्र बनाएर, ढेडुको चित्र बनाएर क्वेसन बनाएछ। यो जनावरको नाम के हो लेख भने क्वेसन सोधेछ, तामाङको बच्चाहरूले हुडी भनेर उत्तर दिन्छ। अब कवि जान्ने मास्टरले हुडी बुझ्दैन, तामाङ फेल। अनि त्यो फेल भयो भने तामाङको भाग्यले दोष दिन्छ, कर्मले दोष दिन्छ। हाम्रो चेतना यहाँ छ।
त्यो हाम्रो चेता हाम्रो व्यवस्थाले हाम्रो कर्मले भाग्यले फेल गर्यो यहाँको व्यवस्था दोषी हाम्रो तामाङले सही उत्तर लेख्दाखेरि फेल भयो हामी त त्यो व्यवस्थाको लागि लडेको 250 वर्षदेखि अब फेरि यो मकनपुर गढी गाउँमा यहाँको स्कुलमा तामाङको बच्चाले हुने हुँदा फेल भयो भने के भयो दोगा विभ्राङ्गा त गेला दुध बोल्ने हो चौधरी कोन थिएमा अब यो बदल्नु पर्यो यस्तो क्वेसन राखेर फेल गराउने अनि तामाङ नजान्ने तामाङले पढ्दैन भन्ने म अहिले ठाउँको ठाउँ यो देशको मन्त्रालयको सचिवहरूलाई फेल गराउँछु इतिहासमा मासिने मतवाली पिपाको दर्जा दिएको तामाङको छोरा काजीमान सिंहलाई लोकसेवा आयोगको क्वेसन चुन्न दिने र कपी जान्न लगाउने भने म पनि सिडिओलाई फेल गराउने क्वेसन बनाउँछु तामाङको सांस्कृतिक बाजा डम्फु बनाउने मान्छेको नाम के हो भनेर सोध्यो भने आउँछ सिडिओलाई तामाङ भाषामा काठमाडौँ सहरलाई के भनिन्छ भनेर मैले सोधेँ भने उहाँलाई आउँछ तामाङको बच्चाले याम्बु भनेर उत्तर दिइहाल्छ उहाँहरूले चोर्नु पर्यो फेल भइहाल्छ हो यस्तो खालको मान्छेलाई अनावश्यक लान्छना विधि बनाएर फेल गराएर अनि अयोग्य साबित गर्ने व्यवस्थाको अन्त्य भयो अब हामी सही उत्तर लेखेर सही विचार दिँदाखेरि पास हुने प्रमाण दिँदाखेरि पास हुने व्यवस्थाको पक्षमा आइसक्यौँ यो व्यवस्थाको रक्षा गर्ने यो व्यवस्थाको उपलब्धिको रक्षा गर्दै हामीले जीवन उन्नति बनाउँदै अगाडि जानुपर्छ भन्ने कुराहरू म यहाँहरूको बिचमा राख्न चाहन्छु अर्को अब पाठ्यक्रम बदल्नु पर्यो खुट्टा झरे छ भनेर पढाएर तामाङले सिक्दैन तामाङलाई पढाउने विधि बदल्नुपर्छ अब त्यो कपुरे खराएका भन्ने हो र काग्याम कावा फ्याङ्सी फ्याङ्सी हाउ खाग्याम खर्बा कान युसी चाउ गाग्याम गल्दा टाङ्गा युबसे नाग्याम घालेङ रपसे चाग्याम चाम तोर्बन रबग्याम छाग्याम छाङ छेसुङ पुइबताङ भनेर पढाउँछ अनि हाम्रो बच्चा 10 बजे होइन 8 बजे स्कुलमा जान्छ खुट्टा झरे छ भनिदिएछ अनि किन जाने कुरै बुझ्दैन कुरो बुझ्नु पर्यो बुझाउनु पर्यो राज्यले सत्ताले